नमस्ते सबैमा नमस्कार। हामी चाहिँ टिम एनएसए आज चाहिँ तपाईहरुको सामु चाहिँ एकमुष्ट रूपमा आएको छौं हैन। हामी चाहिँ कहिले पनि यसरी चाहिँ भिडियो बनाएर चाहिँ हजुरहरुको अगाडि चाहिँ यसरी बोल्न आएको थिएनौं हैन। तर चाहिँ आज चाहिँ एउटा चाहिँ बोल्ने वातावरण नै त्यस्तो भयो हैन। हाम्रो चाहिँ टिम एनएसए बाट चाहिँ हाम्रो चाहिँ भाइ निकेश चाहिँ अब हामीबाट चाहिँ एकदम टाढा जाँदै छौं हैन। आफ्नो उज्जवल भविष्यको लागि चाहिँ भाइ चाहिँ कोरिया जाँदै छ हैन। अब हामी चाहिँ केही पनि हैन। आज चाहिँ तपाईहरुको सामु चाहिँ हामी चाहिँ 4 जना, हाम्रो क्यामेराम्यान चाहिँ उदिम हुनुहुन्छ हैन। अनि यता चाहिँ आयुष अनि निकेशलाई चाहिँ सबैले चिन्नुहुन्छ। म चाहिँ सन्ते तपाईहरुको सामु चाहिँ यति हो कि हजुरको सामु चाहिँ थ्यांक यू भन्नलाई मात्रै आएको हामी चाहिँ हैन। यत्रो समयसम्म हामीलाई चाहिँ यो भिडियोमा चाहिँ सपोर्ट गरिदिनु भयो हैन। हामी यति धेरै माया गरिदिनु भयो हैन। हामी तपाईहरुको चाहिँ सपोर्ट तपाईहरुले यति माया नगरिदिनु भएको भए हामी चाहिँ यसरी चाहिँ हाइटमा आउँथेनौं हैन। अब त्यही हैन। अब लास्ट चाहिँ एउटा एक शब्द भाइले चाहिँ राख्दिनु चाहिँ म अनुरोध गर्छु। म छिटो मिठो भन्छु। सबैजना नमस्ते। अनि म चाहिँ निकेश अनि हामी चाहिँ टिम एनएसए अनि हाम्रो मेन साउट टु हाम्रो क्यामेराम्यानलाई पनि है एकदमै हाम्रो उदिम गुरुङ भएको छ। अनि आज चाहिँ अलिकति खुसी पनि लाग्छ। खुसी चाहिँ अलिकति होइन कि धेरै लाग्छ। अनि अब रमाइलो त भइहाल्छ। त्यही माथि अहिले चाहिँ हामी 4 जना आछौँ। अनि एकदम अब कस्तो भनौँ अब हाम्रो एकदम मिलेर अब सँगै भिडियो बनाउन पाउँदैनौँ। मेन दुःख भनेको मलाई अरू केही दुःख छैन। टिमबाट चाहिँ है सबै गुड छ। मेन दुःख भनेको हामी मिलेर भिडियो बनाउन पाउँदैनौँ। यति बसी आइछ यति बसी आइछ भनेर एउटा त्यो बनाउन पाउँदैन। त्यो चाहिँ एकदम मिस हुन्छ हो। सबै आफ्नो लाइफमा सबैले आफ्नो गरिरहेको हुन्छ। तर यो एउटा टिम भएपछि चाहिँ एउटा गएपछि चाहिँ खल्लो हुँदो रहेछ। मलाई चाहिँ एकदम अब भन्दा अलिक गाह्रो भइरहेको छ कि तर पनि अब हुन्छ नि मिस हुन्छ सबै कुराहरू। हाम्रो एउटै ड्रेस लगाएर हाम्रो कल्चरलाई पनि जोगाउँछौँ होइन। मेन साउट टु हाम्रो समुदायलाई पनि मैले कहिले पनि भनेको छैन। अहिले चाहिँ भिडियोमा भन्छु किनभने हामी चाहिँ म पऱ्यो भने एक्लै भिडियो नि बनाइदिनु। साउट टु हाम्रो आयुषलाई पनि है। अनि पालै पालो भन्छ है आयुषलाई पनि। भिडियो लामो हुन्छ होला त्यो सुन्दिनु होला। अनि साउट टु हाम्रो आयुषलाई। आयुषले चाहिँ जे भने पनि हाम्रो सबै कुराहरू हामी चाहिँ बनाम दाइको हाम्रो यस्तो माया देखाउनु भएपछि चाहिँ हामी एकदमै जोसिन्छौँ पनि। अनि मेन साउट टु हाम्रो क्यामेराम्यानलाई पनि एक कलमा आइहाल्ने हाम्रो क्यामेराम्यान चाहिँ मलाई चाहिँ मिस भनेको चाहिँ सबभन्दा चाहिँ त्यही हो। तर हामी टचमा भए पनि टचमा त हुन्छौँ तर हामी सँगै भिडियो बनाउन पाउँदैन। त्यो मेन दुःख नै त्यही हो। अलिकति त्यही भनेपछि किनभने अब कुरा नै त्यही हो। अब धेरै लामो हुन्छ होला लास्टमा के भन्ने त भाइको चाहिँ जहिले पनि अब मनले आँटेको सोचेको जस्तो सधैँ पुरा होस् होइन। जतिको अहिले चर्चा छ उहाँ कोरियामा पनि गएर अझै त्यति चर्चा होस् होइन। राम्रोसँग पढ्ने आफ्नो उज्जवल भविष्य बनाउने होइन। त्यही हो। मेरो भाइहरूलाई चाहिँ जहिले पनि मेरो सपोर्ट छ होइन। केही भयो भने केही पर्यो भने मलाई भन्नु होला हैन। त्यही हो। हामी टिम एनएसए थ्यांक यू गाइस। नबिर्सिनु होला। थ्यांक यू भेरी मच। गाह्रो भयो यार कडा हो।